ल भयो। ल अब अगाडि बढौँ। अब अर्को के थियो त हाम्रो 2 नम्बरमा एब्डोमिनल साइन्सहरू थियो होइन त हामी के अरे प्रोभाबल साइन्सको एब्डोमिनल साइनमा पढ्दैछौँ है त एब्डोमिनल साइन्समा के हुन्छ त लिनिया निग्रा भनेको चाहिँ हुन्छ लिनिया निग्रा भनेको के हो त डार्क लाइन हुन्छ नि प्रेग्नेन्सीमा यस्तो ठाडोवाला हुने कालो एउटा ठाडो लाइन हुन्छ नि फ्रम कहाँ त प्युबिक सिम्बाइसिसदेखि जिफी स्टेर्नमसम्म हुनेलाई के भन्छ त लिनिया निग्रा भन्छ के हो त डार्क लाइन एक्सटेन्डिङ फ्रम कहाँ त जिफी स्टेर्नम यहाँ माथि यो जिफी स्टेर्नमदेखि तल प्युबिक सिम्पाइसिसम्म हुनेलाई के भन्छ लिनिया निग्रा भन्छ है त एक्सटेन्डिङ फ्रम के त प्युबिक सिम्पाइसिस टु कहाँ त जिफी स्टेर्नम है त स्टेर्नमसम्म हुनेलाई के भन्छ लिनिया निग्रा भन्छ अर्को के हो त स्ट्रिया ग्राभिडेरम भन्छ है त स्ट्रिया ग्राभिडेरम भनेको चाहिँ एब्डोमिन इन्क्रिज भएर यता यतातिर दागहरू हुन्छ नि अनि दुईटा साइडमा चाहिँ स्ट्रिया ग्राभिडेरम भनेको के हो त इट इज स्कार मार्क्सहरू चाहिँ हो स्कार मार्क्स अन कहाँ त एब्डोमिनमा हुने स्कार मार्क्सलाई चाहिँ के भन्छ त स्ट्रिया ग्राभिडेरम भन्छ अनि त्यसपछि के हुन्छ त अर्को साइज अफ द के त एब्डोमिनको आधारमा पनि चेन्जेसहरू देखिँदै जान्छ अब साइज अफ एब्डोमिन के हुँदै जान्छ त 6 हप्तामा कत्रो हुन्छ त 6 विकमा चाहिँ साइज अफ द एब्डोमिन चाहिँ 6 हप्तामा कति हुन्छ त ल है त ल लेख्यौ यो साइज अफ द एब्डोमिन चाहिँ के कति हुन्छ बढ्दै जान्छ है त साइज अफ एब्डोमिनलाई अर्को के पनि भन्छ युटेरसको साइज भनेर पनि भन्छ है त युटेरस साइज हुने त्यो भने के त युटेरस कति बढ्दै जान्छ र युटेरस बढेरै के हुने हो त एब्डोमिनको साइज बढ्ने हो होइन त हो 6 हप्तामा कति हुन्छ हिन्स एक भन्छ क्या हेन्स एकको साइज हुन्छ भनेको छ कुखुराको अन्डाको जत्रो के हुन्छ त साइज हुन्छ 6 हप्तामा है त अनि 8 हप्तामा कति हुन्छ त 8 हप्तामा चाहिँ के हुन्छ त क्रिकेट बल जत्रो हुन्छ है त क्रिकेट बलको साइज हुन्छ है त्यसपछि 10 हप्तामा कस्तो हुन्छ त फिटल स्केलेटलको जत्रो साइज हुन्छ भन्छ है त फिटल स्केलेटलको फिटल स्कुल सरी स्कलको साइज फिटलको स्कल साइज हुन्छ भन्छ है त ल भनेको युटेरस कति बढ्दै जान्छ भने हो क्या 6 हप्तामा कत्रो यत्रो बन्छ कुखुराको अन्डा जत्रो बन्छ 8 हप्तामा क्रिकेट बल जत्रो हुन्छ 10 हप्तामा गएपछि फिटल बच्चाको खप्पर जत्रो हुने भयो त्यसपछि 12 हप्तामा आएपछि कत्रो हुन्छ त युटेरस बिकम के हुन्छ त 12 हप्तामा आएपछि युटेरस के हुन्छ त पेल्भिक अर्गानबाट एब्डोमिनल अर्गान हुन्छ क्या युटेरस बिकम एब्डोमिनल अर्गान फ्रम के त पेल्भिक अर्गान भनेको
अघिसम्म 12 हप्तासम्म के हुन्छ, अब पेल्भिसमै हुन्छ क्या, प्युबिक सिम्पाइसिस भन्दा मुनि नै हुन्छ। 12 हप्तामा चाहिँ कहाँनिर आउँछ त, प्युबिक सिम्पाइसिसमा भन्छ भनेको। बाह्र हप्तामा के हुन्छ त, प्युबिक सिम्पाइसिसमा आएर बस्छ भन्छ है त। प्युबिक सिम्पाइसिसमा आएर बस्ने भयो, त्यसपछि 12 हप्तापछि कति त अब, 18 देखि 20 हप्तामा चाहिँ कहाँ हुन्छ त, इन बिट्विन, एब्डोमिनको साइज चाहिँ कहाँ हुन्छ, इन बिट्विन प्युबिक सिम्पाइसिसदेखि अम्बेलिकसको बिचमा हुन्छ है त, अम्बेलिकसको बिचमा हुन्छ, इन बिट्विन प्युबिक सिम्पाइसिस एन्ड अम्बेलिकस। 12 देखि कहिले त 20 हप्तामा। अब 24 हप्तामा के हुन्छ त यो, 24 हप्तामा के हुन्छ त, प्युबिक सिम्पाइसिसमा आएर बस्छ है त, एब्डोमिनल साइज बिकम, त्यो प्युबिक के अरे अम्बेलिकसमा आएर बस्छ है त। 24 हप्तामा के हुने भयो त, अम्बेलिकसमा आएर बस्ने भयो है त। ल ठिक छ, कुरा बुझिरहनु भएको छ नि। ल 24 हप्तामा अब के हुने भयो त, अम्बेलिकसमा आएर बस्ने भयो। 24 हप्तापछि के हुन्छ त अब 30 हप्तातिर गएर के गर्छ, 30 विकतिर गएर कहाँनिर पुग्छ त, 30 विकतिर, 30 हप्तातिर, बिट्विन अम्बेलिकस र कहाँनिर बस्छ त, इन बिट्विन अम्बेलिकस एन्ड जिफी स्टेनम है त। जिफी स्टेनम अर्थात् जिफी स्टेनमलाई जिफोइड प्रोसेस पनि भन्छ है त। ल 30 हप्तातिर गएर के गर्छ त, जिफोइड प्रोसेस र अम्बेलिकसको बिचमा गएर बस्छ। त्यसपछि 36 देखि 38 हप्तासम्ममा गएर कहाँ बस्छ त, अब चाहिँ जिफोइड प्रोसेसमा पुग्छ है त। जिफोइड प्रोसेसमा पुग्ने भयो। अब फेरि 40 हप्ता पुग्यो भने के हुन्छ त, 40 हप्तामा लाइटनिङ हुन्छ भनेको तल झर्छ है त। तल झरेर कहाँ आउँछ त, हेड साइज अफ 34 विकमा झर्छ भन्छ के है त। ल पेट कसरी बढो भने हो कि यो भनेको, सिम्पली कसरी बढायो हो त, पेट कसरी बढो भने हो, यो के हो त बिचमा, यो चाहिँ अम्बेलिकस हो होइन त। भनेको अम्बेलिकस भने हाम्रो बिचको नाइटो हो क्या, पेटको के हो त, नाइटो हो होइन त। त्यसपछि यहाँनिर के हुन्छ त हाम्रो, यहाँनिर एउटा बोन हुन्छ, हड्डी हुन्छ, यहाँनिर हामीले फिल गर्न सक्छौँ। त्यो यसको नाम के हो त, जिफोइड प्रोसेस हो होइन त। सरी, जिफोइड प्रोसेस, प्युबिक सिम्पाइसिस हो। होइन त, यो चाहिँ पेल्भिस हो। यहाँभन्दा मुनि चाहिँ के हो त यो, पेल्भिस हो। यहाँभन्दा माथि के हो त, यो एब्डोमिन हो होइन त। अब यहाँ माथि के छ त यो, फेरि माथिको यहाँ चाहिँ जिफोइड प्रोसेस छ अर्थात् जिफी स्टेर्नम छ होइन। अनि यसलाई के पनि भन्छ, जिफोइड प्रोसेस पनि भन्छ क्या। ओके, यसलाई जिफोइड प्रोसेस पनि भन्छ। अब प्युबिक सिम्पाइसिस, अब एब्डोमिनको साइज कसरी बढ्दै जान्छ भनेर लेख्या हो है त। ल के हुन्छ त, सुरुमा 6 हप्ता हुने भयो, 6 हप्तामा के हुने भयो, अन्डा जत्रो हुने भयो नि त, एक साइज हुने भयो। त्यसपछि 8 हप्ता गएपछि के हुने भयो, 8 हप्तामा क्रिकेट बल जत्रो हुने भयो होइन त। 10 हप्तामा के हुने भयो, फिटल हेड हुने भयो होइन त। अहिलेसम्म कहाँ छ त, युटेरस पेल्भिसमै छ है। यो 30 विकको इन बिट्विन अम्बेलिकस एन्ड जिफी स्टेर्नम अर्थात् जिफोइड प्रोसेस भनेर लेखेको है। ल त्यसपछि 12 हप्तामा के हुन्छ त,
यहाँनिर प्युबिक सिम्बाइसिसमा पुग्छ भनेको छ। यो चाहिँ यहाँनिर कहिले पुग्यो त? 12 हप्तामा यता पुग्ने भयो होइन त। त्यसपछि अम्बिलिकसमा कहिले पुग्छ त? 24 हप्तामा पुग्छ र 36 देखि 38 हप्तासम्म कहाँ पुग्छ त? जिपिस्टेनममा पुग्छ भनेर भनेको छ है त। ल, यति भनिसकेपछि अब के हुन्छ त? यति भनिसकेपछि अब के हुन्छ? अब यहाँबाट हरेक हप्ता चाहिँ वान फिङ्गरले बढ्छ भनेको छ क्या। हामीले यसरी गर्दाखेरि एभ्री विक वान फिङ्गरले बढ्छ भन्छ होइन त। त्यसरी 12 पछि कति 13, 14, 15, 16 हुँदै माथि माथि जान्छ र बिचमा यहाँनिर कतिखेर पुग्छ त? यसको बिचमा चाहिँ कतिखेर पुग्छ त? 18 देखि 20 हप्तामा चाहिँ बिचमा पुग्छ भन्छ है त। अनि अम्बिलिकस र जिपिस्टेनमको बिचमा चाहिँ कहिले पुग्छ त? 30 हप्तामा पुग्छ भनेर भने हो क्या। यो कुरा यति नै भने हो है त। ल, ल यो लेख्नु सार्नुभयो कि सबैले? समय टाइम लाग्छ सार्न। ल, 40 विकमा चाहिँ के हुन्छ भन्दाखेरि फेरि बच्चा चाहिँ अब 40 विकमा पुगेपछि बच्चा जन्मिने बेलामा चाहिँ बच्चा तल झर्छ क्या। लाइटनिङ भनेर भन्छौँ नि हामीले। लाइटनिङ भन्ने शब्द सुनेको छ हो? लाइटनिङ भनेको के हो त? अब बच्चा जन्मिने बेला बच्चाको टाउको अलिक तल झर्छ भन्छ। तल झरेर 40 हप्ताको साइज भनेको यहाँनिर पेट यहाँनिर थियो पहिला। अब 40 हप्ता पुगेपछि यहाँबाट झन् यहाँ पुग्न पर्ने, तर झरेर यहाँनिर आइदिन्छ। कति यहाँनिर लगभग 34 हप्ताको साइजतिर आउँछ भने हो क्या है त। ल, कुरा बुझ्नुभयो नि? लु, अब अगाडि बढौँ। युबिडी पोजिटिभ यो प्रोभाइबल साइनमै पर्छ है त। हामी अहिले आउँदैछौँ। त्यसपछि एब्डोमिनल चेन्जेस भयो। त्यसपछि ब्रेस्ट चेन्जेसहरूको कुरा गरौँ हो नि त। ब्रेस्ट चेन्जेसमा के हुन्छ त? निप्पल बिकम इरेक्टाइल हुन्छ। निप्पल चाहिँ के हुन्छ त? इरेक्टाइल हुन्छ होइन त। निप्पल इरेक्टाइल हुने भयो। अनि त्यसपछि प्राइमरी एरियोला हुन्छ होइन त। प्राइमरी एरियोला के हुने भयो त? मोर प्रोमिनेन्ट हुन्छ, मोर डार्कर हुन्छ। त्यसपछि फर्मेसन अफ सेकेन्डरी एरियोला भन्छ होइन त। के हुन्छ त? सेकेन्डरी एरियोला फर्मेसन हुन्छ। प्राइमरी एरियोला चाहिँ अझै डार्कर हुँदै जान्छ। निप्पल इरेक्टाइल हुन्छ र मुन्टेगोमेन्टरी ट्युबरकल भन्छ है त। यसलाई के पनि भन्छ त? सेकेन्डरी निप्पल पनि भन्छ है त। मुन्टोगोमेन्टरी ट्युबरकल अर्थात् सेकेन्डरी निप्पल बिकम स्टार्ट्स टु फर्म भन्छ है त। सेकेन्डरी निप्पलहरू फर्म। यो अब यो भने के त? जस्तो यो चाहिँ के हो त? ब्रेस्ट भयो नि त एउटा। यो एउटा ब्रेस्ट भयो होइन त। यो चाहिँ के हो त? निप्पल भयो है। निप्पल भयो। निप्पल के हुन्छ त? मोर इरेक्टाइल हुँदै जान्छ क्या। झन् झन् साह्रो हुँदै जान्छ। यसको साइजहरू
हुन्छ युपिडी प्रिजेन्टिभमा होइन है त प्रोभाबलमै हुन्छ है प्रिजेन्टिभमा हुँदैन प्रोभाबल साइनमा हुन्छ है ल निप्पल के हुने भयो त इरेक्टाइल हुँदै जान्छ है त निप्पल चाहिँ त्यसपछि आउँछ यो बाहिरको कालो पार्ट सुरुदेखि कालो हुन्छ नि यसलाई के भन्छ प्राइमरी एरियोला भन्छ क्या प्राइमरी एरियोला सुरुदेखि कालो हुन्छ त्यसलाई के भन्छ प्राइमरी एरियोला भन्छ यो पनि के हुन्छ त मोर डार्कर हुँदै जान्छ मोर के हुने भयो डार्कर हुँदै जाने भयो जति प्रेग्नेन्सी अगाडि बढौ त्यति प्राइमेरी एरियोलाई के हुन्छ त डार्क हुँदै जान्छ है त त्यसपछि बाहिरपट्टि थप कालो भागहरू चाहिँ एक्सटेन्ड हुन थाल्छ यसलाई चाहिँ के भन्छ त सेकेन्डरी एरियोला भन्छ कि यो चाहिँ पहिला हुँदैन अब प्रेग्नेन्सीको बेलामा के हुन्छ त फेरि थपिँदै जान्छ बन्दै जान्छ भन्छ है त सेकेन्डरी एरियोला हुन्छ सेकेन्डरी एरियोला चाहिँ बन्दै जान्छ र यो निप्पल जस्तै यतापट्टि पनि डल्लोहरू टिक 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 यस्तो यो डल्लोहरू बन्दै जान्छ यसलाई के भन्छ मुन्टिगो मेन्टरी ट्युबरकल भन्छ है त मुन्टिगो मेन्टरी के त ट्युबरकल भन्ने हो अर्थात् यसलाई के पनि भन्छ त सेकेन्डरी निप्पल भनेर पनि भन्छ है त ल ल माथिको देखाइदिन्छु म लास्टमा देखाइदिन्छु टेन्सन नलिनुहोस् न ल फर्स्टको फेरि हेरौँ ल है ल यो चाहिँ के हुने भयो त ब्रेस्ट साइन्सहरू अर्थात् ब्रेस्ट चेन्जेसहरू चाहिँ यिनीहरू हो कुरा बुझ्नुभयो नि है त्यो निप्पल छ नि जुन निप्पल चाहिँ बच्चाले दुध चुस्ने भाग चाहिँ त्यो के हुन्छ मोर इरेक्टाइल हुँदै जान्छ प्राइमेरी एरियोला भनेको निप्पलको वरिपरि सुरुदेखि हुने एक लेयरको कालो हुन्छ नि हो त्यसलाई प्राइमेरी एरियोला भन्छ त्यो चाहिँ के हो त झन् झन् गाढा हुँदै जान्छ र त्यसको बाहिर अझै कालो थपिँदै जान्छ त्यो थपिएको कालोलाई के भन्छ सेकेन्डरी एरियोला भन्छ र त्यहाँनिर डल्लोहरू ट्युबरकलहरू निस्किन थाल्छ त्यसलाई के भन्छ सेकेन्डरी निप्पल भनेर भन्छ है त ल ल भयो ल अब अगाडि बढौँ है त ल त्यसपछि अब के हो त युपिटी भन्ने छ युरिनरी प्रेग्नेन्सी टेस्ट है त युपिटी भने युरिनरी प्रेग्नेन्सी टेस्ट टेस्ट हामीले के टेस्ट गर्छ के कारणले हुन्छ युपिटी टेस्ट बिकम पोजिटिभ ड्यु टु के त बिकम पोजिटिभ हुन्छ के कारणले ड्यु टु बिटा एसिजी हुने हुनाले पिसाबमा बिटा एसिजी हुन्छ अनि बिटा एसिजी हुन्छ पिसाबमा अनि उमा पनि बिटा एसिजी के अरे ब्लडमा पनि बिटा एसिजी हुन्छ है त बिकम इट क्यान बी है त युपिडी टेस्ट चाहिँ के कारणले हुन्छ त बिटा एसिजीको कारणले गर्दाखेरि पोजिटिभ हुने भयो है ल यिनीहरू यति चाहिँ के भयो त प्रिज्युम के अरे प्रोभाबल साइन्सहरू भयो अब चाहिँ कन्फर्मेटरी साइन्सहरू के हो त कन्फर्मेटरी साइन्सहरू कन्फर्मेटरी साइन्सहरूमा के पर्यो त कन्फर्मेटरी साइन्सहरूमा के हुन्छ त एउटा के हो त एफएचएस भने के त फिटल हर्ट साउन्ड सुनियो भने अब के हो त प्रेग्नेन्सी के भयो कन्फर्म भयो फिटल हर्ट साउन्ड हुने भयो कहिले सुनिन्छ त कहिले कहिले सुनिन्छ फिटल हर्ट साउन्ड 6 विकमा चाहिँ हामीले युएसजी गरेर सुन्न सक्छौँ भन्छ है त क्यान बी हर्ट बाई युएसजीले गरेर के गर्न सकिन्छ त 6 हप्तामा हामीले सुन्न सकिन्छ है त त्यसपछि 10 विकतिर चाहिँ म्यानुअल डप्लर डप्लर गरेर सुन्न सकिन्छ भन्छ भाइ म्यानुअल डप्लर होइन त त्यसपछि 18 देखि 20 हप्तातिर चाहिँ हामीले
स्टेथोस्कोपले नै सुन्न सकिन्छ। है त स्टेथोस्कोप पछाडिको पार्टले, अर्थात् अर्को फेटोस्कोप भनेर पाउँछ, फेटोस्कोपले पनि सुन्न सकिन्छ भन्छ होइन त। तर फेटोस्कोप खासै भेटिन्न, कमनली सुन्ने भनेको हामीले केले हो त, स्टेथोस्कोपको सानोवाला भाग हुन्छ नि, डायफ्राममा र बेल हुन्छ, ठुलोलाई डायफ्राम भन्छ, सानोलाई के भन्छ त बेल भन्छ, त्यो बेलले सुन्ने हो है त। त्यसपछि एक्टिभ फिटल मुभमेन्ट हुन थाल्छ। एक्टिभ फिटल मुभमेन्ट चाहिँ कहिले हुन्छ त, 22 हप्तातिर हुन्छ भन्छ है त एक्टिभ फिटल मुभमेन्ट। 22 हप्तातिर हुन्छ। त्यसपछि फिटल पार्टहरू पाल्पेबल हुन थाल्छ। फिटल पार्ट पाल्पेबल हुन्छ कहिले हुन्छ त, 24 हप्तातिर एक्टिभ फिटल पार्टहरू चाहिँ मजाले पाल्पेट हुन थाल्छ भन्छ। अनि युएसजी गरेर पनि कन्फर्म गर्न सकिन्छ। युएसजीमा के देखिने हो त, फिटल पार्ट्सहरू देखिने भयो। फिटल पार्ट्स आर सिन हुने भयो। फिटस पार्टहरू युएसजी गरेर देखिने भयो। अनि त्यसपछि एक्सरे गरेर हामीले फिटल स्केलेटनहरू हेरेर पनि के गर्न सकिन्छ, कन्फर्म गर्न सकिन्छ है त। यिनीहरू यति भनेपछि के भयो त, अब दिज आर द कन्फर्मेटरी साइन्स अफ के त, प्रेग्नेन्सी भयो है त। ल 2 नम्बरमा चाहिँ युएसजीमा भने, युएसजीमा हामीले के देख्छौँ त, फिटल पार्टहरू देखिन्छ भनेर भने है त। फिटल पार्ट्स आर सिन भनेर भने है ल। भयो दिज आर द साइन्सहरू भयो। अब अदर फिजियोलोजिकल चेन्जेसहरू के हुन्छन् भनेर पनि पढौँ है ल। सुरुमा जाने भन्नुभयो, तलको सारेर सक्नुभयो सबैले। कस्तो जुम इन हुन्छ क्या। ल हामीले पढिरहेको चाहिँ डायग्नोसिस अफ प्रेग्नेन्सी, अर्थात् डिफ्रेन्ट साइन्स एन्ड सिम्टम्स अफ प्रेग्नेन्सीहरू पढाए हो। यसलाई हामीले फिजियोलोजिकल चेन्जेसको क्याटेगोरीभित्र पनि राख्न सक्छौँ है त। ल कति छ त, एउटा प्रिजुम्टिभ साइन अथवा सब्जेक्टिभ साइन्सहरू भन्छ, अर्को प्रोबेबल साइन अथवा अब्जेक्टिभ साइन्सहरू भन्छ, अनि त्यसपछि कन्फर्मेटरी साइन्सहरू भनेर भन्छ होइन त। अनि प्रिजुम्टिभ साइन्समा के छ त, यो चाहिँ एम्नोरिया हुन्छ। एम्नोरिया भनेको मेन्सुरेसन नहुने। त्यसपछि मर्निङ सिकनेस हुन्छ। मर्निङ सिकनेस भनेको बिहानै बिहानै नाउजिया भोमिटिङ हुने। के कारणले हुन्छ त, बिटा एसिजी बढेर हुन्छ। कहिले हुन्छ, फर्स्ट ट्राइमेस्टरमा हुन्छ। त्यसको पनि एकदम धेरै म्याक्सिमम् अथवा पिकमा चाहिँ 9 हप्तातिर हुन्छ भनेको छ। बाँकी विकनेस एन्ड फ्याटिक हुने भयो। अनि इन्क्रिज फ्रिक्वेन्सी अफ मिक्चुरेसन हुन्छ, फर्स्ट एन्ड थर्ड ट्राइमेस्टरमा हुन्छ मिक्चुरेसन बढ्ने चाहिँ। त्यसपछि क्विकनिङ हुन्छ। क्विकनिङ भनेको के त, मदरले चाहिँ फिटल मोमेन्ट फिल गर्छ। कहिले फिल गर्छ त, प्रिमी ग्राभिडा छ, फर्स्ट टाइम प्रेग्नेन्ट भएको मदर छ भने 18 हप्तामा फिल हुन्छ। मल्टी ग्राभिडा छ भने 16 हप्तातिर फिल हुन्छ है त। ल ब्रेस्ट डिस्कम्फर्ट हुन्छ। त्यसपछि ब्रेस्ट चेन्जेसहरू हुन थाल्छ भनेको ब्रेस्टहरू सुन्निने हुन थाल्छ। अनि त्यसपछि आउँछ प्रोबेबल साइन्समा। प्रोबेबल साइनलाई
भिजाइनल साइन, एब्डोमिनल साइन, ब्रेस्ट चेन्जेस र युरिन प्रेग्नेन्सी टेस्टमा अब क्याटेगोराइज गराएको छ। अब योभन्दा तल तपाईँहरूले अघि पढिसक्नुभयो है त ल। लु हेर्नुहोस् यो हेर्नु लेख्नुभयो सबैले, एक्टिभ फिटल मुभमेन्ट चाहिँ फिल हुन्छ कहिले हुन्छ त? एक्टिभ फिटल मुभमेन्ट चाहिँ 22 हप्तामा फिल हुन्छ भने है। ओके ल। ल अब भयो अहिलेसम्म। लु अगाडि बढौँ अब। ल त्यस्तै अदर फिजियोलोजिकल चेन्जेसहरू के हुन्छ त? अदर फिजियोलोजिकल चेन्जेसहरूमा अदर फिजियोलोजिकल चेन्जेसमा के हुन्छ त? हामीले सुरुमा वेट गेनको कुरा गरौँ है त। वेट गेनको कुरा गरौँ। टोटल वेट गेन इन प्रेग्नेन्सी कति हुन्छ त? टोटल वेट गेन इन प्रेग्नेन्सी कति हुन्छ त? 10 देखि 12 केजी हुन्छ भन्छ। अनि एभरेजमा कति हुन्छ त? एभरेज अर्थात् आइडियल वेट गेन भन्यो भने, आइडियल वेट गेन भन्यो भने कति हुन्छ त? 11 केजी हुन्छ। ठिक छ ल। टोटल वेट गेन कति हुने भयो त? 11 केजी हुने भयो है त। फिटल पार्ट कतिमा पाल्पेट हुने हो लेख्नु भएको रहेछ। मैले यहाँ लेखाएको थिएँ नि, फिटल पार्ट बिकम पाल्पेबल इन 24 विक भने हो है त। यो 24 हप्तामा भनेर लेखाएको छु त मैले यहाँ, 24 विक भनेर है ल। एभरेज अर्थात् आइडियल वेट गेन कति हुन्छ त? 11 केजी हुन्छ। यो मध्येमा पनि 11 केजीलाई हामीले कसरी बाँड्छौँ त? फर्स्ट ट्राइमेस्टरमा हुने वेट गेन कति हो? वेट गेन इन 1 केजी वेट गेन हुन्छ है त। फर्स्ट ट्राइमेस्टर के हुन्छ? 1 केजी वेट गेन हुन्छ। सेकेन्ड ट्राइमेस्टरमा कहिले कति हुन्छ त? कति हुन्छ? सेकेन्ड ट्राइमेस्टरमा कति हुन्छ त वेट गेन? सेकेन्ड ट्राइमेस्टरमा वेट गेन कति हुन्छ? 5 केजी हुन्छ है त। वेट गेन चाहिँ के कारणले हुन्छ त? वेट गेन इज मेनली ड्यु टु इन्क्रिज म्याटर्नल वेट बढ्छ है त सेकेन्ड हप्तामा चाहिँ। सेकेन्ड ट्राइमेस्टरमा के कारणले वेट बढ्छ त? आमाको वेट बढ्ने कारणले वेट बढ्छ भन्छ है त। त्यसै गरी थर्ड ट्राइमेस्टरमा वेट गेन कति हुन्छ त? अर्को 5 केजी हुन्छ। के कारणले हुन्छ त? वेट गेन इज ड्यु टु इन्क्रिज के त? फिटल वेट बढेर के हुने भयो? वेट गेन हुने भयो है त। जम्मा जम्मी वेट गेन कति भयो त? 5 5 10 अनि 1 11 केजी त्यसरी हुने हो है त। एमसिक्यू आउन सक्छ होइन। त्यसपछि वेट गेन इन थर्ड ट्राइमेस्टर इज मेनली ड्यु टु भनेर आउँछ। के भन्ला त? इन्क्रिज म्याटर्नल वेट होइन त। बीमा के भन्छ? इन्क्रिज फिटल वेट होइन। सीमा के हुन्छ? इन्क्रिज अमाउन्ट अफ ब्लडले गर्दा हो भन्ला होइन त। अनि डीमा के भन्छ त? इन्क्रिज फुड इन्टेक, धेरै भात खाएर चाहिँ हो भनेर भनिदियो भने यसको एन्सर के लाएर आउने त? यसको एन्सर के लाएर आउने त?
अलिक माथिको कुन माथिको ल? टोटल वेट गेन कति हुन्छ त? हामी वेट गेन बारे पढ्दैछौँ। टोटल वेट गेन 10 देखि 12 केजी हुन्छ। एभरेज अर्थात् आइडियल वेट गेन कति हुन्छ? 11 केजी हुन्छ। त्यो वेट गेनलाई बाँडेको छ। बाँड्दाखेरि कसरी बाँडेको छ? वेट गेन इन फर्स्ट ट्राइमेस्टर भनेर बाँडेको छ। फर्स्ट ट्राइमेस्टरमा हुने वेट गेन कति हो? 1 केजी हो जम्मा। सेकेन्ड ट्राइमेस्टरमा 5 केजी वेट बढ्छ। के कारणले बढ्छ त? आमाको वेट बढेर बढ्छ। थर्ड ट्राइमेस्टरमा 5 केजी बढ्छ। के कारणले बढ्छ त? ड्यु टु फिटल वेट बढेर बस्छ, होइन त? ल, जस्तो क्वेसन आयो, वेट गेन इन थर्ड ट्राइमेस्टर इज मेनली ड्यु टु भन्यो भने ड्यु टु इन्क्रिज म्याटर्नल वेट हो कि ड्यु टु इन्क्रिज फिटल वेट हो कि ड्यु टु इन्क्रिज अमाउन्ट अफ ब्लड हो कि ड्यु टु इन्क्रिज अमाउन्ट अफ फुड इन्टेक हो? भात खाएर बढ्छ कि, होइन त? है एन्सर के हो त? ड्यु टु फिटल वेट गेन हो भनेर टिक लगाएर आउने है त। यस्तो अब सेकेन्ड ट्राइमेस्टर भन्यो भने म्याटर्नल वेट भनेर आउने है। ल, नर्मल बिएमआई कतिलाई नर्मल बिएमआई भन्छ? कति हो त? बडी मास इन्डेक्स। नर्मल बिएमआई कति हो? ल, कमेन्टमा लेख्नुहोस्। ल, त्यसपछि अब अर्को, युटेराइन चेन्जेसहरू। युटेरस चेन्जेस भने है त, युटेरस कत्रो हुन्छ त? युटेरसको साइज चाहिँ कति हुन्छ त? युटेरसको साइज, युटेरसको साइज कति हुन्छ नन प्रेग्नेन्ट स्टेटमा र प्रेग्नेन्ट स्टेजमा कति बढ्छ भने है त? प्रेग्नेन्ट स्टेटमा कति बढ्छ? नन प्रेग्नेन्टमा युटेरस कति हुन्छ त? 7.5 सेन्टिमिटर इन्टु कति त? 5 सेन्टिमिटर इन्टु 2.5 सेन्टिमिटर हुन्छ अरे कि, है त? युटेरसको भोल्युम यत्रो हुन्छ भने पछि गएर कति बन्छ त? प्रेग्नेन्ट स्टेटमा गएर कति बन्छ? 35 सेन्टिमिटर इन्टु 22 सेन्टिमिटर इन्टु कति त? 20 सेन्टिमिटरको साइज बन्छ भनेर भनेको छ है त। ल, त्यसपछि युटेरसको वेट कति हुन्छ त? नन प्रेग्नेन्ट स्टेजमा 60 ग्राम वेट हुन्छ भन्छ। प्रेग्नेन्ट स्टेटमा कति हुन्छ त? 1000 ग्रामसम्ममा पुग्छ भन्छ है त वेट। ल, त्यसपछि सर्भाइकल लेन्थ पनि चेन्ज हुन्छ भन्छ, होइन त? सर्भाइकल लेन्थ कति हुन्छ त? 2.5 सेन्टिमिटर हुन्छ अरे नन प्रेग्नेन्ट स्टेजमा। प्रेग्नेन्ट स्टेजमा 5 सेन्टिमिटर हुन्छ। सबै बढ्ने भयो है त। क्यापेसिटी कतिले बढ्छ त? युट्राइन क्यापेसिटी इन्क्रिजेस बाई कतिले बढ्छ त? युट्राइन क्यापेसिटी, क्यापेसिटी इन्क्रिजेस बाई युट्राइन क्यापेसिटी इन्क्रिज बाई 500 देखि 1000 चोटिले बढ्छ भने है त। युटेरसको क्षमता 500 देखि 1000 गुणा के हुने भयो? बढेर जाने भयो भने है त। ल, लेख्यौँ यो। नर्मल बिएमआई कति हुन्छ त? 18.5 देखि 24.9 हुने भयो है त। 9 के हुन्छ त? केजी पर मिटर स्क्वायर हुन्छ है त।
बिएमआई निकाल्ने फर्मुला के हो त वेट इन निकाल्ने फर्मुला वेट इन केजी बाई हाइट इन के त मिटरको स्क्वायर हो है त। ल यति गर्यो भने बिएमआई निस्किन्छ। थोरै माथिको देखाउनु भनेर रहेछ। ल कहाँ यताको कति माथिको? ल अब अगाडि बढौँ। है त अब अगाडि बढ्दाखेरि के छ त ब्लड कतिले इन्क्रिज हुन्छ भन्छ है त ब्लड। योभन्दा क्वेसन लेखौँ एउटा ल। र यसरी एउटा क्वेसन आयो, के आयो त ड्युरिङ सेकेन्ड ट्राइमेस्टर अफ प्रेग्नेन्सी, प्रेग्नेन्सीको दोस्रो ट्राइमेस्टरमा के हुन्छ त आमा चाहिँ अलिकति पेल हुन्छ कि अलिकति प्यालर देखिन्छ भन्छ आमामा। त्यो कारण चाहिँ के हुनसक्छ त भनेको छ। अप्सन एमा के भनेको छ, इन्क्रिज ब्लड लस हुन्छ। सेकेन्ड ट्राइमेस्टरमा के हुन्छ, ब्लड लस हुन्छ, त्यही भएर पेल हुन्छ भनौँ। अप्सन बीले के भनौँ त, बच्चाले धेरै रगत खान्छ सेकेन्ड ट्राइमेस्टरमा त्यही भएर हुन्छ भनौँ। र सीमा चाहिँ के भनौँ त, फिजियोलोजिकल एनेमिया हुन्छ भनेर भनौँ। अब कारण के हुन्छ त यसको एन्सर अल भन्ने भयो होइन त। हो त अल। अल भनेर हो त होइन है। यसको एन्सर के हो त, फिजियोलोजिकल एनिमिया हो होइन। एन्सर के हो त, फिजियोलोजिकल एनिमिया हो। अब फिजियोलोजिकल एनिमिया भने के हो भनेर बुझौँ हामी है त। फिजियोलोजिकल एनिमिया भने के हो त, अब ड्युरिङ प्रेग्नेन्सी, प्रेग्नेन्सीको बेलामा के हुन्छ त, ओभरअल ब्लड रिक्वायरमेन्ट बढ्ने भयो। ब्लड रिक्वायरमेन्ट बढिसकेपछि के हुन्छ त, ओभरअल ब्लड भोल्युम इन द बडी इन्क्रिजेज हुन्छ। के हुन्छ, ब्लड भोल्युम इन द बडी इन्क्रिजेज होइन त। ब्लड भोल्युम चाहिँ इन्क्रिज हुन्छ। ब्लड भोल्युम इन्क्रिज हुँदाखेरि के हुन्छ त, इन्क्रिज हुन्छ। इन्क्रिज बाई कति हुन्छ त, अराउन्ड 40 देखि 50%ले के हुन्छ, ब्लड भोल्युम इन्क्रिज हुन्छ भन्छ है त। यो ओभरअल ब्लड भोल्युम। अब ब्लडमा के हुन्छ, ब्लड ब्लड इज मेड अप अफ केले बने हुन्छ, प्लाज्मा र सेल्सले बने हुँदैन त। ब्लड इज मेड अप अफ प्लाज्मा र सेल हुन्छ होइन त। ब्लड के हुन्छ, प्लाज्मा हुन्छ अनि सेल्सहरूले बनेको हुन्छ। ब्लड सेल्सहरूले बने हुन्छ होइन त। ब्लड सेल्स र ब्लड प्लाज्माले बने हुन्छ होइन त। अब ब्लड सेलमा के हुन्छ त, आरबिसी हुने भयो, डब्लुबिसी हुने भयो, अनि के हुने भयो,
प्लेटिलेट्स हुन्छ होइन हो। हिमोग्लोबिन कहाँनिर हुन्छ त आरबिसीमा हिमोग्लोबिन हुन्छ है। ल अब यो प्लाज्मा ओभरअल ब्लड भोल्युम कति पर्सेन्टले बढ्छ त 50%ले बढ्छ अरे कि। अनि प्लाज्मा पनि कति पर्सेन्टले बढ्छ त इन्क्रिजेस बाई कति 40 देखि 50%ले ब्लड प्लाज्मा पनि इन्क्रिज हुन्छ। तर आरबिसी चाहिँ कतिले मात्रै बढ्छ त आरबिसी इन्क्रिजेस बाई 20%ले मात्र आरबिसी बढ्ने भयो। अब यसो हुँदाखेरि के हुने भयो त अब 1 चम्चा नुन र 2 गिलास पानी गऱ्यो भने के हुन्छ खल्लो हुन्छ होइन त। अब 2 गिलास पानीमा के गर्नु पर्यो त कम्तीमा 2-4 चम्चा नुन हाल्नु पर्यो अनि बल्ल नुनिलो हुन्छ नभए के हुन्छ त निसैलो हुन्छ खल्लो हुन्छ होइन हो। त्यसै गरी अब यसमा के हुने भयो त ब्लड प्लाज्मा चाहिँ 40 देखि 50% बढ्ने भयो। अनि आरबिसी चाहिँ यति मात्रै बढ्ने भयो। त्यही भएर ड्यु टु के भन्छ ड्यु टु दिस यो कारणले गर्दा के हुन्छ त हेमोडाइल्युसन अकर हुन्छ। हेमो के हुन्छ त डाइल्युसन अकर्स भनेको रगत पातलो हुन्छ भने हो क्या। रगत के हुन्छ पातलो हुने भयो। रगत पातलो हुन्छ। रगत पातलो भएपछि अब के हुन्छ त के हुन्छ फिजियोलोजिकल एनिमिया हुन्छ है त। फिजियोलोजिकल एनिमिया हुन्छ। अनि के देखिन्छ त प्यालर देखिन्छ भने है त। प्यालर देखिन्छ भने अब बुझ्नुभयो नि कुरो है त। ल सिम्पल छ कुरो है। ब्लड भोल्युम त्यतिले बढ्छ ऊ चाहिँ। ल लेख्नु सेक्छिन् अनि हामी अगाडि बढ्छौँ। ल लेख्नुभयो सक्यो कि नै के छ कुरो निदाइयो क्या साथीहरू। है ल अब यो भयो। ल अब अगाडि बढौँ। उम्, अब के छ एकछिन हाई रिस्क प्रेग्नेन्सीहरूको बारेमा लेखौँ है त अलिकति। राइट दि ल राइट कस्तो कस्तो अवस्थामा हाई रिस्क प्रेग्नेन्सी हुन्छ लेख्नुहोस् भनेर 5 नम्बरमा सोध्न सक्छ। कम्तीमा पनि 10वटा कन्डिसन लेख्नु पर्यो है। ल निदाएको छैनौँ सर भनेर है त। ल ठिक छ निदाउनु भएन पढ्नु पर्यो है त। ध्यान दिएर पढ्नु पर्यो। मैले लेखाएको कुरोमा ध्यान दिनु पर्यो है। राम्रै पढाएको छु जस्तो लाग्छ बिहान बिहान उहाँ
अरू साथीभाइहरू सुतिराखन्, म उठेर आइरहेको छु पढाउन। ल, हाई रिस्क प्रेग्नेन्सीहरूको कन्डिसन्सहरू के हुन सक्छन् लेख्नुहोस् भनेर आयो, होइन त? 5 नम्बरमा आउँछ। आयो भने के लेख्नु पऱ्यो? कम्तीमा 10वटा कन्डिसन चाहिँ लेख्नु पऱ्यो हाई रिस्क प्रेग्नेन्सीको बारेमा, होइन त? हाई रिस्क प्रेग्नेन्सी भने कस्तो त? यस्तो खालको प्रेग्नेन्सी जसले गर्दा प्रेग्नेन्सीलाई जोखिममा राख्छन् र के चाहिन्छ त? मोनिटरिङ चाहिन्छ भने हो है ल। विच अफ द फलोइङ इज नट अ साइन अफ इन्फ्लामेसन भनेर रहेछ है त। अप्सन एमा के रहेछ? रुबोर रहेछ। एउटा किताब भेटेँ क्या मैले, अनि यसो पढिदिएको। अनि कलर रहेछ, डोलोर रहेछ, र नो लस अफ फङ्सन भनेर रहेछ। के हो यसको एन्सर? नो लस अफ फङ्सन। ल, ट्यालेन्ट हुनुहुन्छ है त। ल, हाई रिस्क प्रेग्नेन्सीमा के पर्छ त? अप्सन एमा सुरुमा के पऱ्यो? ल, अप्सन एमा के पर्छ त? लो सर्ट स्ट्याचर पर्छ। सर्ट स्ट्याचर भनेको हाइट सानो। सर्ट स्ट्याचर कति त? हाइट सानो कति भन्दा सानो त? लेस देन 145 सेन्टिमिटर भन्दा सानो भयो भने भन्दो रहेछ। अनि अर्को बीमा अन्डर वेट है त। अन्डर वेट भने कति त? लेस देन 40 केजी छ मदर है त। यो सर्ट स्ट्याचर मदर, अन्डर वेट मदर छ भने है त। हाई वेट कति 40 केजी भन्दा कम छ भने पनि त्यो प्रेग्नेन्सी चाहिँ हाई रिस्क हुन्छ भन्छ। अनि त्यसपछि ओभरवेट मदर छ। ओभरवेट मदर छ। ओभरवेट मदर कति छ त? मदरको बिएमआई ग्रेटर देन 30 छ भने, मिटर स्क्वायर छ भने त्यसलाई पनि के भन्छ त? हामीले हाई रिस्क प्रेग्नेन्सी भनेर भन्छौँ। अब त्यसपछि अरू के हुन्छ त? यो हाई रिस्क प्रेग्नेन्सीमा सर्ट स्ट्याचर, अन्डर वेट मदर पछि भयो, ओभर वेट मदर भयो। अब टु अर्ली एन्ड टु लेट प्रेग्नेन्सी भयो भने पनि हाई रिस्क हुन्छ भन्छ है त। टु अर्ली एन्ड टु लेट प्रेग्नेन्सी, होइन त? टु लेट प्रेग्नेन्सी छ भने है त। टु अर्ली भने कति त? लेस देन 19 वर्षभन्दा पहिल्यै बच्चा जन्मायो भने टु लेट, के अरे, अर्ली प्रेग्नेन्सी भन्छ है त। अब यो प्रोटोकल अनुसारले त्यही भन्छ। अब 19 वर्ष अघि पनि मान्छेहरूले सबै जन्माउँछन्। तैपनि 19 वर्षभन्दा अगाडिलाई चाहिँ हाई रिस्क भन्छ है त। अनि टु लेट भने कति त? ग्रेटर देन 35 वर्ष भयो भने बच्चा जन्माउन गाह्रो हुन सक्छ 35 वर्षपछि भन्छ है त। अब त्यही भएर यो पढाइको चक्करमा लामो समयसम्म बे नगरेर नबस्नु, छिटै बिएसए गरेर अनि त्यसपछि पढ्न थाले पनि हुन्छ है ल। अनि त्यसपछि अरू के छ त? अरू एचआइभीहरू पोजिटिभ भएको मदर छ भने त्यस्तोलाई पनि हाई रिस्क भन्छ। त्यसलाई के भन्छ त? पिएमटी सिटी मदर भन्छ नि। पिएमटी सिटी पोजिटिभ छ भने प्रिभेन्सन अफ मदर टु चाइल्ड ट्रान्सफर भने है पिएमसिटिसी भने। प्रिभेन्सन अफ मदर टु चाइल्ड ट्रान्समिसन भने है। है त, प्रिभेन्सन अफ मदर टु। एज ब्रेस्ट फिडिङहरू गराउन मिल्छ। एचआइभी मदरले ब्रेस्ट फिडिङहरू गराउन मिल्छ, तर त्यहाँ कन्डिसन्सहरू चाहिँ छुट्टै छ। अब नर्मल्ली भन्नुपर्दा ब्रेस्ट फिडिङ गराउन मिल्छ है ल। ल, पिएमटिसिटी भने प्रिभेन्सन अफ मदर टु चाइल्ड ट्रान्समिसन भन्छ। त्यसलाई एचआइभी पोजिटिभहरू भएको मदरलाई के भन्छ?
पिएमटी सिटी मदर भन्छ। यो भनेको डेलिभरी गराउँदाखेरि स्पेसल आमादेखि बच्चासम्ममा ट्रान्सफर नहोस् भनेर हामीले विशेष प्रिकसन लिएर गर्ने हो, त्यसैलाई पिएमटी सिटी भन्छ है त। यो फुल फर्ममा सोध्न सक्छ पिएमटी सिटीको फुल फर्म के हो भनेर, त्यसको लागि पनि याद गर्नुहोस् है, एमसिक्यूमा सोध्छ यो। त्यसपछि अब अरू के हुन्छ त, आरएच नेगेटिभ मदर छ, आरएच नेगेटिभ मदर छ होइन त। अनि आरएच नेगेटिभ मदर छ, त्यसपछि क्रोनिक हाइपरटेन्सन छ, डायबिटिज मलाइटस 2 मदर छ भने त्यस्तो अवस्थामा पनि हाई रिस्क हुन्छ भन्छ होइन त। अनि त्यसपछि ट्विन प्रेग्नेन्सी होइन, त्यसपछि ट्विन प्रेग्नेन्सी पछि माल प्रेजेन्टेसन पर्यो होइन त। माल प्रेजेन्टेसन छ भन्ने पनि केमा पर्यो त, हाई रिस्कमा पर्यो है। ल त्यसपछि आरएच नेगेटिभ मदर भयो, माल प्रेग्नेन्सीहरू भयो, दिज आर के त हाई रिस्क प्रेग्नेन्सी मदर भयो होइन त। अनि हार्ट डिजिज छ मदरलाई, एनिमिक छ भने पनि हार्ट डिजिज के त एनिमिक मदर छ भने दिज आर द के त कन्डिसन्स अफ के त हाई रिस्क प्रेग्नेन्सी हो है त। ल बत्ती गएर रिजोइन भएको रे हाम्रो। ए हामीले चाहिँ डिफ्रेन्ट कन्डिसन्स अफ हाई रिस्क प्रेग्नेन्सी पढिरहेको छौँ होइन। हाई रिस्क प्रेग्नेन्सीमा के हुन्छ त, एउटा सर्ट स्ट्याचर हुन्छ, लेस देन 145 सेन्टिमिटर भयो भने। अर्को अन्डर वेट 40 केजीभन्दा कम भयो भने आमाको त्यो पनि हाई रिस्क हुन्छ। त्यसपछि आमा ओभर वेट छ, बिएमआई 30 भन्दा बढी छ भने पनि हाई रिस्क हुन्छ होइन त। प्रेग्नेन्सी एकदमै छिटो भनेको 19 वर्षभन्दा पहिल्यै प्रेग्नेन्ट भएको छ अथवा 35 वर्षपछि प्रेग्नेन्ट भएको छ भने पनि त्यसलाई हाई रिस्कमा मान्छ। पिएमटी सिटी मदर भनेको एचआइभी पोजिटिभ मदरहरूलाई पिएमटी सिटी मदर भन्छ। त्यसको फुल फर्म के हो त, प्रिभेन्सन अफ मदर टु चाइल्ड ट्रान्समिसन हो नि त। त्यस्तो पनि हाई रिस्क हुन्छ। अनि आरएच नेगेटिभ मदरहरू भयो, अनि क्रोनिक हाइपरटेन्सन भयो, डायबिटिज मेलाइटसहरू भयो, र ट्विन प्रेग्नेन्सीहरू भएको मदर चाहिँ के हुने भयो त, माल प्रेजेन्टेसन र हार्ट डिजिज भएको। अनि एनेमिक मदरहरू चाहिँ के हुन्छ त, दिज आर द कति बजीसम्म हो क्लास, हामी 8:30 बजीसम्म पढ्छौँ है। ल
लु अब अगाडि बढौँ हामी, अब अगाडि बढ्दा के पढौँ त? एमनियोटिक फ्लुइड बारेमा अलिकति पढौँ। एमनियोटिक फ्लुइडको कन्डिसन्स के हो त? पिएमडी सिटी टपिक छुट्टै हामीले पढिरहनु पर्दैन है त त्यो। है त, अब एमनियोटिक फ्लुइड भनौँ, पढौँ। एमनियोटिक फ्लुइडको डिफ्रेन्ट कन्डिसन्सहरू हुन्छ। एमनियोटिक फ्लुइड धेरै भयो भने के भन्छ? पोलिहाइड्रामिनोज भन्छ। एमनियोटिक फ्लुइड चाहिँ के भयो भने त, थोरै भयो भने यसलाई के भन्छ त? के भन्छ? ओलिगो हाइड्रोमिनोज भन्छ है त एमनियोटिक फ्लुइड। ल, एमनियोटिक फ्लुइड भनेको के हो त? फ्लुइड प्रेजेन्ट इन एमनियोटिक क्याभिटीमा हुने फ्लुइड चाहिँ के हो त? एमनियोटिक क्याभिटी। फ्लुइड प्रेजेन्ट इन के त? एमनियोटिक क्याभिटी भन्यो भने द्याट इज के हो त? एमनियोटिक फ्लुइड हुने भयो। फर्मेसन कसरी हुन्छ त? फर्मेसन कसरी बन्छ? फर्मेसन अफ एमनियोटिक फ्लुइड। एमनियोटिक फ्लुइड कसरी बन्छ अर्थात् यसको सोर्स के हो भनेर भन्छ है त। सोर्स अफ एमनियोटिक फ्लुइड के हो त? कहाँबाट आउँछ भन्छ है त। सो एमनियोटिक फ्लुइड कहाँबाट आउँछ त? फर्स्ट चाहिँ के हुन्छ? सेग्रेसन फ्रम कहाँ त? सेग्रेसन फ्रम कहाँ हुन्छ? सेग्रेसन फ्रम कहाँ त? त्यो मेम्ब्रेनैबाट, एमनियोटिक मेम्ब्रेनबाटै कहाँ हुन्छ त? सेग्रेसन फ्रम एमनियोटिक मेम्ब्रेन होइन त। अनि एमनियोटिक मेम्ब्रेनबाट पानी आउँछ, त्यो के भन्छ? एमनियोटिक फ्लुइड भन्छ भन्छ एउटा। त्यसपछि दुईटा चाहिँ कहाँ हुन्छ त? बच्चाको ज्यानभरिबाट। सेग्रेसन फ्रम कहाँ त? फ्रम फिटल बडी होइन त। अब उसको ज्यान त नाङ्गै भएर बसेका हुन्छ, उसको ज्यानभरि केबाट के हुन्छ? पानीहरू जस्तो हाम्रो ठुलो मान्छेको पसिना आउँछ नि, हो त्यसरी उसको पनि ज्यानबाट आएको के भएर बस्छ त? त्यो एमनियोटिक फ्लुइड भएर बस्छ है। त्यसपछि 3 नम्बरमा के हुन्छ त अर्को? 3 नम्बरमा के हुन्छ त? फ्रम फिटल युरिन, पिसाब। बच्चाले पिसाब फेर्छ, त्यो फेरेको पिसाब पनि के भएर बस्छ त? एमनियोटिक फ्लुइड भएर बस्छ है त। ल, अब एमनियोटिक फ्लुइडको फङ्सन के हो त? काम के हो त? फङ्सन अफ एमनियोटिक फ्लुइड के हो त? फङ्सन अफ एमनियोटिक फ्लुइड होइन त। एमनियोटिक फ्लुइडको काम के हो त? एमनियोटिक फ्लुइडको काम के हो त? पहिलो कुरो यसले के गर्छ त? फिटसलाई के गर्ने भयो? एउटा कुसनको रूपमा प्रोभाइड गर्ने भयो होइन त। वरिपरि कुसनको रूपमा प्रोभाइड गर्ने भयो। प्रोटेक्टिभ फङ्सन हो भयो। फिटसलाई के हुने भयो? चोट लाग्न दिँदैन होइन त। कहीँबाट के भयो भने चोटपटक लाग्न दिइँदैन। सक एब्जर्भरको रूपमा पनि काम गर्ने भयो होइन त। एक्सटर्नल इन्जुरीबाट जोगाउने भयो। अनि अनि त्यसले के गर्छ त त्यसपछि? अब यसले भित्र क्याभिटी ठुलो बनाएर बढाइदिने भयो नि त। ठाउँ ठुलो बढाइदिने भयो। अनि बच्चा पौडिन सक्ने भयो भने के यताउता मुभमेन्ट हुन सक्ने भयो। र ठाउँ भएपछि बच्चाको ग्रोथ पनि हुन सक्ने भयो त्यहाँनिर होइन त। अनि त्यसपछि अर्को के त? यसले टेम्परेचर मेन्टेन गरिदिन्छ भित्र। बच्चालाई के गर्ने भयो त? टेम्परेचर मेन्टेन गरिदिने भयो है त। फङ्सन अफ एमनियोटिक फ्लुइड के हो त? एक्ट इज सफ्ट एब्जर्भर, प्रिभेन्ट फ्रम के त? एक्सटर्नल इन्जुरी होइन त। ल,
एक्सटर्नल इन्जुरीहरूबाट बचाउने भयो। त्यसपछि अरू के हुन्छ त, यसले के काम गर्छ त? प्रोभाइड स्पेस, होइन त, ठाउँ प्रोभाइड गर्ने भयो होइन त, खाल्डो बनाइदिएर प्रोभाइड स्पेस फर के त? फिटल मुभमेन्ट एन्ड के त फिटल ग्रोथको लागि ठाउँ प्रोभाइड गर्छ। त्यसपछि के हुने भयो त, सी नम्बरमा के हुने भयो त? प्रोभाइड मेन्टेन बच्चालाई टेम्परेचर मिलाएर बस्छ। र अर्को के पनि भनेको थिएँ मैले, लेबरको बेलामा ड्युरिङ लेबर फुटेर के गर्छ त, भेजाइना चाहिँ क्लोज गर्छ। एन्ड के पनि हुने भयो त, लेबरलाई प्रोग्रेस पनि गर्न काम गर्छ भन्छ है त, लेबर इम्प्रुभ हुन्छ है त, लेबर प्रोग्रेस पनि के हुन्छ त, इम्प्रुभ हुन्छ भनेर भनेको छ है। ल भयो त, ल यो घर गएर सबै पढ्नुहोस् है एकदम। ल लेख्नुभयो यो, सक्यो भने भन्नुहोस् है। लु अब एमनियोटिक फ्लुइडको नर्मल अमाउन्ट कति हुन्छ त? नर्मल अमाउन्ट अफ एमनियोटिक फ्लुइड चाहिँ कति हुन्छ त? हाउ मच इज द नर्मल अमाउन्ट अफ एमनियोटिक फ्लुइड? ल नर्मल अमाउन्ट चाहिँ कति हुन्छ त? 200 एमएलदेखि कति त, 2000 एमएल चाहिँ नर्मल हुन्छ है त, नर्मल हुन्छ। ल 2000 भन्दा बढी भयो भन्दा योभन्दा धेरै भयो होइन त, मोर देन 2000 एमएल भयो भने यसलाई के भन्छ? पोलिहाइड्रामिनोज भन्छ है त, पोलिहाइड्रामिनोज भनेको एमनियोटिक फ्लुइड धेरै भयो, एक्सेस भयो, एक्सेस एमनियोटिक फ्लुइड भयो भने के भन्ने भयो? यसलाई पोलिहाइड्रामिनोज भन्ने भयो। 200 भन्दा कम भयो भने के भन्छ त? लेस देन 200 एमएल भयो भने यसलाई के भन्छ त? अर्थात् लो भयो भने यसलाई के भन्छ? ओलिगो हाइड्रामिनोज भन्छ है त, ओलिगो हाइड्रामिनोज भनेर भन्छ है त। ल ल ठिक छ। ल अब पोलिहाइड्रामिनोज र ओलिगो हाइड्रामिनोज हुने भयो, ओलिगो हाइड्रामिनोज भयो, यो चाहिँ पोलिहाइड्रामिनोज। पोलिहाइड्रामिनोज भने के त?
एक्सेस एम्नियोटिक फ्लुइड भयो भने के भन्ने भयो, पोलिहाइड्रामिनोजमा कतिभन्दा धेरै त 200 के अरे 2000 एमएल भन्दा बढी हुने भयो, अर्थात् एम्नियोटिक फ्लुइड इन्डेक्स भनेर भन्छ है त एएफआई। एम्नियोटिक फ्लुइड इन्डेक्स चाहिँ 25 भन्दा बढी भयो भने त्यसलाई के भन्छ, पोलिहाइड्रामिनोज भन्छ। ओलिगो हाइड्रामिनोज भनेको के त, लो एम्नियोटिक फ्लुइड भयो भने, लो एम्नियोटिक फ्लुइड भयो भने यसलाई के भन्छ, ओलिगो हाइड्रामिनोज भन्छ। कति त लो भने कति, लेस देन 200 एमएल भयो भने, अर्थात् एम्नियोटिक फ्लुइड इन्डेक्स कति भयो त, लेस देन 5 भयो भने चाहिँ यसलाई ओलिगो हाइड्रामिनोज भनेर भन्छ है त। अब कजहरू के हुनसक्छ त ओलिगो हाइड्रामिनोज र पोलिहाइड्रामिनोजको कज, ओलिगो र पोली भनेर यस्तो ब्राकेट के अरे यो लाइन तानेर लेख्नुहोस् है त कजहरू सबै कुरा। कज के हुन्छ त अब ओलिगो हाइड्रामिनोजमा, कज चाहिँ ओलिगो भनेको पानी नै कम बन्दाखेरि अब के हुन्छ त उसको रेनल अजेनेसिस, किडनीहरू बनेको छैन बच्चाको, फिटल रेनल अजेनेसिस छ भने भनेको नबनेको बच्चाको, अघि जुन बच्चाले पिसाब फेर्यो भने त्यो गएर एम्नियोटिक फ्लुइड बन्छ भनेको थिएँ नि। अब बच्चाको मृगौलै बनेन भने के भयो त, बच्चाले पिसाब फेर्दैन, बच्चाले पिसाब नफेरेपछि के हुने भयो त, एम्नियोटिक फ्लुइड कम हुने भयो होइन त। अब एक्सेस हुने कारण के हुनसक्छ त, बच्चा ठुलो छ, बिग बेबी छ भने धेरै हुनसक्छ है त, बिग बेबी छ, ट्विन बेबीहरू छ भने चाहिँ धेरै हुन्छ भन्छ है त। फिचर्स के हुन्छ त, फिचर्स चाहिँ अब यसमा ओलिगो हाइड्रामिनोजमा एब्डोमिनको साइज धेरै हुन्छ है। नर्मल फ्लुइड कतिमा हुने भन्ने हुन्न है त, ओभरअल प्रेग्नेन्ट भरिमा बिस्तारै बढ्दै जाने हो, 200 देखि पुग्दै जाने हो ल, ठ्याक्कै यतिमा हुन्छ भन्ने हुँदैन है ल। एभरेजमा चाहिँ 1000 एमएल जति हुन्छ भने भन्छ, तर यति हप्तामा ठ्याक्कै यति हुन्छ भनेर हुँदैन। हो, ट्राइमेस्टर अनुसार बढ्दै जान्छ, 200 देखि 25 के अरे 2000सम्म पुग्दै जाने हो, त्यो सबै नर्मल हो है, नर्मल रेन्जमा नर्मल हो क्या, एउटा फिक्स भ्यालु नर्मल होइन यसमा है ल। र त्यसपछि अब फिचर्स के हुन्छ त, ओलिगो हाइड्रामिनोजमा के हुन्छ, फन्डल हाइट के हुने भयो, सानो हुन्छ, फन्डल हाइट के हुन्छ त सानो हुन्छ। पोलिहाइड्रामिनोजमा के हुन्छ त, फन्डल हाइट लेस देन पिरियड अफ जेस्टेसन हुन्छ। यसमा फन्डल हाइट के हुन्छ त, पोलिहाइड्रामिनोजमा फन्डल हाइट चाहिँ मोर देन पिरियड अफ जेस्टेसन हुन्छ है त। त्यसपछि यसमा के हुन्छ त, फिटल पार्टहरू चाहिँ इजिली पाल्पेबल हुन्छ क्या, किन भन्दा त्यहाँ पानी नै नभएपछि हामीले छान्दाखेरि रेनल पछिको रेनल अजेनेसिस भने हो, नबनेको भने हो, अजेनेसिस भने हो है। अब फिटल पार्ट के हुन्छ त, फिचर्समा फिटल पार्ट चाहिँ इजिली पाल्पेबल हुन्छ, यसमा इजिली पाल्पेबल हुने भयो, इजिली पाल्पेबल हुने भयो होइन त फिटल पार्ट, पानी नभएपछि यसमा फिटल पार्ट चाहिँ के हुने भयो त, पाल्पेबल हुँदैन। फिटल पार्ट चाहिँ गाह्रो हुन्छ, फिटल पार्ट्स आर डिफिकल्ट टु पाल्पेट होइन त। फिटल पार्ट पाल्पेट गर्नु के हुन्छ त, डिफिकल्ट हुन्छ भने है ल। ठिक छ ल। अनि इन्भेस्टिगेसन के गर्ने त, इन्भेस्टिगेसन गर्नलाई चाहिँ दुबईमा युएसजी गरेर हेर्ने हो, युएसजी गरेर हेर्ने। युएसजी गर्दा के हुन्छ त, यसमा फ्लुइड धेरै देखिन्छ, यसमा फ्लुइड के हुन्छ त, कम देखिन्छ, फ्लुइड लो फ्लुइड देखिन्छ होइन त युएसजीमा। यसमा चाहिँ के हुन्छ त, फ्लुइड हाई फ्लुइड हुने भयो है त ल। अब म्यानेजमेन्ट के गर्ने त, अब
अलिकति जनरल म्यानेजमेन्टमा चाहिँ पानी कम खाने र पानी धेरै खाने पनि भन्छ होइन त। जस्तो हाई अलि रेस्ट गरेर यसमा अलिक पानीहरू धेरै खायो भने अलिक उलीको हाइड्रामिनोजमा अलिकति इम्प्रुभ हुन्छ भन्छ तर त्यसले त्यति धेरै सिग्निफिकेन्ट इम्प्रुभ चाहिँ गराउँदैन। र यस्तो बेलामा चाहिँ हामीले बच्चाको कन्डिसन्स हेर्छौँ। बच्चा यदि सामान्य छ र ठिक छ भने प्रेग्नेन्सी कन्टिन्यू गर्ने हो, उसलाई पानीहरू खाइरहने, बेड रेस्टहरू गराइरहने। अनि होइन भने अब कहिलेकाहीँ फ्लुइड इन्फ्युजन गर्न पनि मिल्छ है त, पर भेजाइनमबाट हामीले सिधै युटेरसभित्र एनएस इन्फ्युजन गर्न मिल्छ। यसमा चाहिँ फ्लुइड चाहिँ एनएस निकाल्न मिल्छ है त, म्यानेजमेन्ट के त उलीको हाइड्रामिनोजमा हाई फ्लुइड इन्टेक गर्नुपर्छ। अनि कुन त एनएस इन्फ्युजन कता भेजाइनामा हामीले डिरेक्टली फ्लुइड इन्फ्युजनहरू गर्न सक्छौँ भने है त। अनि त्यसपछि यसमा के हुन्छ त, रेस्ट्रिक्ट दि रेस्ट्रिक्ट के गर्ने त, रेस्ट्रिक्ट द फ्लुइड भनेको अलिकति घटाउने भने हो है त। रेस्ट्रिक्ट भन्दा नि डिक्रिज फ्लुइड इन्टेक भनेर लेखौँ यार, फेरि रेस्ट्रिक्ट भनेर दिँदै नदिने भन्ने बुझिन्छ। पानी नै नखुवाएपछि त मान्छे कसरी बाँच्छ र होइन। यो अलि अब इन्फ्युजन गर्दा रिस्क चाहिँ नै हुन्छ, त्यति कमनली चाहिँ गर्दैनौँ है। तर गर्नै परेमा गर्न सकिन्छ भन्छ। यसमा चाहिँ के हुन्छ त, फ्लुइड चाहिँ फ्लुइड चाहिँ ड्रेन गर्ने भन्छ। अब दुवै चिजहरू इन्फ्युजन पनि ड्रेन पनि त्यति कमनली चाहिँ हामीले गर्दैनौँ है भन्ने कुराहरू चाहिँ हो। अब गर्ने कुराहरू सकेसम्म गरिन्न है। त्यसपछि एन्टिबायोटिक प्रोफाइल्याक्सिस दिनु पऱ्यो दुवैमा, इन्फेक्सन हुनसक्छ है त। एन्टिबायोटिक प्रोफाइल्याक्सिस ल्याक्सिस हुनु पऱ्यो। अनि त्यसपछि प्रपर रेस्टहरू हुनु पऱ्यो होइन त। प्रपर रेस्ट गर्नु पऱ्यो, रेगुलर फिटल एन्ड म्याटर्नल मोनिटरिङ गर्नु पऱ्यो है त। रेगुलर फिटल एन्ड म्याटर्नल मोनिटरिङ है त। भनेको रेगुलर हेल्थ भिजिटहरू गराइराख्नु पऱ्यो, आमा र बच्चाको कन्डिसन्सहरू चेक गरिराख्नु पऱ्यो भन्नु पऱ्यो। यो यसमा पनि हो है त, सेम हो, सेम हो है, सेम। यो पोइन्टहरू चाहिँ सेम हो है यता पनि, सेम हो है यो पोइन्टहरू। ल ठिक छ, यसरी हामीले ओलिगो हाइड्रामिनोज र पोली हाइड्रामिनोज भयो। ल ल, यो सँगसँगै हामीले लगभग गाइनीको सबै कोर्सहरू सकिएको छ है। अब मैले लेखाएको नोटहरू सर्लक्क पढ्ने, कोही एउटाले अलि राम्रो अक्षरले लेख्ने को छ, अलि राम्रो अक्षरले लेख्नेले मलाई यो नम्बरमा क्याम स्क्यानरबाट पिडिएफ बनाएर वाट्सएपमा पठाइदेऊ है त। मैले पढाएको जति फुल क्लास लेखेको, फुल लेखेको फर्स्टदेखि लास्टसम्म एउटा पनि क्लास नछुटाइ लेखेको। अनि राम्रो अक्षरमा लेखेको साथीहरू कोही हुनुहुन्छ भने त्यसले टक्क मोबाइलमा फोटो खिचेर त्यसको पिडिएफ बनाएर मलाई यो नम्बरमा वाट्सएप गरिदिनु होला है त। ल ठिक छ, यो नम्बरमा वाट्सएप गरिदिनु होला है। ल ठिक छ। ल बुझ्यौ नि, हाम्रो गाइनीको कोर्स लगभग सकिएको छ सबै। अब हामीले पढ्नुपर्ने जति इम्पोर्टेन्ट टपिकहरू, सिलेबसमा भएको टपिकहरू सबै भएको छौँ, केही पनि छुटेको छैन है त। ल यो नम्बरमा राम्रो लेखेको मान्छेले मलाई टक्क पिडिएफ बनाएर नोट बनाएर पठाउनु पर्यो है त। ल ल म अब पठाए बापत के दिने भन्ने होला, म यसो मोमो खुवाउन लगाउँला नि।
सुरुदेखि भने कुन चाहिँको सुरु अघि फर्स्टमा पढेको सुरु कि? ल हाम्रो ल अब सक्यो ल, केही समस्याहरू छ भने भन्नुहोस्। अब थप हामी सर्जरी मेडिसिनहरू केही पढाउँला म आयो भने नि, अरू सर आएर पढाउनु भयो भने पनि अरू केही पढाउनुहुन्छ है त ल। यो जुम इन भएर कत्रो ठुलो भयो आफै। हो यहाँबाट पढायो हो हामी है त, डायग्नोसिस अफ प्रेग्नेन्सी भनेर। हो यो हो। जुम धेरै भयो, त्यो अघि मैले रिपिट गरेको छु, रेकर्ड हेर्नुहोस् न है, यो जुम नै बिग्रियो। ले पठाउनु भएको थियो फोटो। एकदम राम्रो छ ल, यो मलाई नोट पिडिएफ बनाएर त्यो अर्को नम्बरमा वाट्सएप गरिदिनु न है। एकदम राम्रो छ ल। ल यो नोट मलाई सर्लक्क पिडिएफ बनाएर क्याम स्क्यानरबाट वाट्सएप गरिदिनु होला, तपाईँलाई एकदम धेरै धेरै धन्यवाद। ल आजलाई यति गरौँ। कति बज्यो टाइम? ल टाइम पनि भयो 15 लगभग। ल हजुर, ल बाई बाई, ह्याभ अ गुड डे एभ्री वान है त ल, राम्ररी पढ गाइने ल। केही कन्फ्युजन छ भने मैले अघि नम्बर दिएकै छु, त्यसमा मेसेज गर्दा हुन्छ। गाइनेबाट आएको चाहिँ एउटा पनि क्वेसन छुट्नु भएन है त ल। तपाईँहरूले सबै क्वेसन फिलिलिली गर्नु पर्यो ल। ल बाई बाई सबैजनालाई ल।